साथीहरू, हाम्रो यो प्रणाली चाहिँ यो अक्षराङ्कन प्रणालीमा गइसकेको छ। त्यसर्थ यस अक्षराङ्कन प्रणाली अन्तर्गत शिक्षकले औसत अङ्क हैन सम्बन्धित विषयको परीक्षामा विद्यार्थीले प्राप्त गरेको हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ औसत अङ्क निकाल्न पर्यो भने हामीले गर्ने के त भन्दाखेरि चाहिँ सर्वप्रथम हामीले के गर्ने भने जुन चाहिँ विद्यार्थी छन् त्यो जुन विषयसँग सम्बन्धित विद्यार्थीले प्राप्त गरेको जुन ग्रेड पोइन्टहरू छ ती ग्रेड पोइन्टहरूलाई जोड्ने अनि फेरि त्यसमा जुन नन ग्रेडेड विद्यार्थी छ तिनीहरूको पनि जोड्ने। तर नन ग्रेडेडको लागि के गर्ने भन्दा एकले त्यो संख्यालाई नन ग्रेडेड संख्यालाई गुणन गरी आएको योग र यसरी जुन ग्रेड पोइन्ट ल्याएको योग र अनि नन ग्रेड पोइन्टबाट ल्याएको योगलाई चाहिँ जोड्ने। जोडिसकेपछि त्यसलाई अब त्यहाँ सम्मिलित परीक्षामा सम्मिलित विद्यार्थी संख्याले के गर्ने त त्यसलाई भन्दाखेरि त्यसलाई भाग गर्ने र भाग गर्दा जति आउँछ त्यही अङ्क औसत अङ्क हो र त्यही औसत अङ्क राख्ने भनेर अहिलेको चाहिँ यो कार्यविधिले भनेको छ। के गर्नु पर्यो त भन्दाखेरि विषयको कक्षागत औसत उत्तीर्ण प्रतिशतको हिसाब निकाल्दा के गर्नु पर्यो भने चाहिँ एनजी बाहेकका विद्यार्थीहरूलाई उत्तीर्ण विद्यार्थी मानि उत्तीर्ण प्रतिशत निकाल्ने। जस्तो कि अब परीक्षामा सम्मिलित विद्यार्थी संख्या 8 थियो तर 2 जनाको नन ग्रेड आयो भने अब 6 जना भएपछि 6/8 × 100 अब कति प्रतिशत आयो त भन्दा 75% आयो। यसरी हामीले निकाल्ने। स्थानीय तहले कुनै विषयको भौगोलिक इकाइको चाहिँ औसत उत्तीर्ण प्रतिशत हिसाब गर्दा सम्बन्धित विषयमा तोकिएको कक्षामा स्थानीय तहभरिबाट बुझ्नुहोस् है स्थानीय तहभरिबाट परीक्षामा सम्मिलित भएका विद्यार्थी मध्ये 1.6 वा सोभन्दा बढी जिपिए ल्याउने जम्मा विद्यार्थी संख्यालाई परीक्षामा सम्मिलित भएका कुल विद्यार्थी संख्याले भाग गरी 100 ले गुणन गर्ने। यसरी निकालिन्छ है। कुरो बुझ्नुभयो? जस्तै मानौ कुनै स्थानीय तहले सञ्चालन गरेको है आधारभूत कक्षा 8 मा उत्तीर्ण परीक्षामा गणित विषयमा सम्मिलित विद्यार्थीको संख्या 1050 छ। ती 1050 विद्यार्थीहरू मध्ये